बिहे नभएर के भयो त? गाउँभरि हल्ला भइसकेछ के अरे? म त भन्ने हो, भाउजू भाउजू भाउजू। के रे? आया छोड्दिनु न, कस्तो दुखिसक्यो के दादा। आया कति साह्रो कान दुखाइदिनु भयो। भन्छु के, भाउजू भाउजू भाउजू। ल ल ल ल किन यस्तै दाजुबहिनी चल्दै आउनु भएको? हिँड्नु न भाउजू। अनि नानी कस्तो भयो नि हजुरको एक्जाम? राम्रो भयो भाउजू। म हजुरलाई के भनेर बोलाऊ? भाउजू के दिदी? जे भनेर बोलाउँदा नि हुन्छ। भाउजू नै भने पनि म माइन्ड गर्दिनँ के रे। गौरव गौरव भाउजू नातिनुहोस् के, दादा मसँग रिसाएर जानुभएको हो। त्यस्तो रिसाएर जानुपर्ने गरी के गर्नु भयो र? त्यस्तो त केही होइन, मेरो दादाको रिस नै कडा छ के मेरी प्यारी भाउजू। अब हजुरले नै सम्झाउनु होला दादालाई। एउटा कुरा चाहिँ भनिराख्नु त मलाई। के कुरा भाउजू? हजुरको दादालाई मनपर्ने कुराहरू जस्तै मनपर्ने खानेकुरा, मनपर्ने ठाउँ अनि मनपर्ने कलर, त्यस्तै त्यस्तै। अब उच्छृङ्खल गेटअप गरेको त उहाँलाई मन पर्दैन, त्यो त थाहा पाइहाल्यो। किन र भाउजू? अब किन हुनु नानी, बिहेपछि उहाँलाई मनपर्ने सबै कुराहरू गरिदिन पाऊँ भनेर नि। ओहो, यति लामो प्लान? गर्नु पर्यो नि नानी। अब आफ्नो श्रीमानको हरेक कुरा पुरा गरिदिनु एउटी श्रीमतीको धर्म अनि कर्म पनि त हो नि। ओ माई गॉड, हजुर त्यस्तो लाग्दैन थियो, बट आई लाइक इट। अब म हजुरलाई मेरो दादालाई के मन पर्छ, के मन पर्दैन सबै लिस्ट बनाएर दिन्छु। हस् ल भाउजू, अहिले म गएँ, बरु हजुर पनि पानी लिएर छिट्टै आउनु है। हस् के भयो आमा हजुरलाई? भर्खर सुरु पैसा नि दिँदैन छोरो, अनि काम गरेर पैसा दिँदैन, अनि मागे पनि मलाई दिँदैन, अनि म के गरौँ? मरौँ झुन्डेर? के भोकै हुनुहुन्छ? हेर यहाँ लुगा। ए ल यो भयो, तपाईँलाई म यो पनि थपेको छु। ल ल ल के खानु होला? ल ल जान्छु है आमा।